सर गयो दर्शक नमस्ते। यति बेला हामी कर्णाली पुलमा छौँ, जुन चाहिँ नेपालकै सबैभन्दा लामो पुल भन्ने मध्येमा एउटा पुल पनि पर्छ यो। प्रोजेक्टरमा हेर्ने हो कि हामी चाहिँ अहिले यो हाम्रो बाँकेबर्दियाको एकदमै नजिक अनि यो सुदूरपश्चिम र बाँकेबर्दियाको सिमाना बिचमा पर्ने हाम्रो यो राजकाँडा भन्ने डाँडामा जाँदैछौँ। मैले यो पनि एकदमै रुचिको कुरा भयो। हाम्रो यहाँ यति राम्रो यो ट्रेकिङ छ, मान्छेहरू यो ट्रेकिङको लागि मुस्ताङहरू पोखराहरू गइरहनु भएको छ। त्योभन्दा पनि बेस्ट लाग्यो कि मलाई चाहिँ यो राजकाँडा। अब हामीलाई चाहिँ तराईमा बस्नेहरूलाई सास फुलिरहेको छ, आफ्नो शरीरमा स्टामिना कति छ भन्ने कुरा पनि यसबाट थाहा हुन्छ। र यसमा यदि केबल कार भयो भने मलाई लाग्छ हाम्रो यो कालिन्चोकमा छ, जस्तो कालिन्चोकले जसरी अहिले केबल कार गरेपछि एकदमै ठुलो प्रगति गरेको छ, जस्तै मनोकामनाले जति धेरै प्रगति गरेको छ, त्योभन्दा नि अझ समग्र यो सुदूरपश्चिम लगायत मध्यपश्चिम नै क्षेत्र यसबाट चाहिँ लाभान्वित हुनेछ जस्तो लाग्छ। वास्तवमा एउटा कुरा चाहिँ एकदमै यो मेन कुरा त हाम्रो नजिकै तराईको एकदमै नजिकको विकटताले भरिएको होइन राजकाँडा के कस्तो रहेछ भनेर त्यो जनमानसमा आइरहँदा चाहिँ कस्तो रहेछ भनेर आएको पनि विकास भएको छ। यहाँको नेताहरूले अलिकति चासो नदेखाएर होला, यदि चाहने हो भने यो ठाउँमा बकैदा विकास हुन सक्छ। र यो ठाउँ पनि अन्य अरू तराईका जिल्ला, पहाडी सुगम जिल्लाहरू दोलखा, चरीकोट, रामेछापी जसरी सुविधायुक्त जिल्लाहरू भएको छ, पहाडी जिल्लाहरू यो त्यस्तै हुन्छ। पोखरा लेभलको छ यस्तो यहाँको भ्यूहरू, एकदमै तपाईँको माउन्टेन भ्यूहरू यहाँबाट यस्तो क्लियर देखिएको छ। म त यहाँ राजनीति गर्नेहरूलाई चाहिँ विनम्र अनुरोध छ, चाँडोभन्दा चाँडो यसको विकासको निमित्त हजुरहरूले पहल गर्नुहोस्। यो हेला गरेर होइन, हामी चाहिँ म जस्ता थुप्रै कयौँ मान्छेहरू चाहिँ यहाँ आउने जाने गर्नुभएको छ, आउने जानेहरू गर्नु सक्नु भएको छ, युट्युबमा भिडियोहरू पनि देख्न सक्नुहुन्छ। तर यसको चाहिँ प्रचार प्रसार नभएको मात्रै हो, नत्र यहाँ त वर्षौनी कयौँ मान्छेहरू आउने जाने चाहिँ छ। र अर्को कुरा, यहाँ चाहिँ केही अलिकति रकम उठाएर आउने जाने मान्छेसँग थोरै शुल्क उठाएर यहाँको यो बाटो र विद्युतका निमित्त चाहिँ अलिकति लगानी गर्न सकियो भने चाहिँ एकदमै छिटो प्रगति गर्ने ठाउँ हो यो। कति घन्टा जति लाग्ला यहाँ अब जान? 1.5 घन्टा। हजुरहरूको घर चाहिँ कहाँ हो? बर्दियादेखि यहाँ आउनुभयो? यो के गर्दै हुनुहुन्छ अहिले? केबल कार बनाउनको लागि हो? कहिलेदेखि लाग्छ नि यहाँ केबल कार? कहिलेदेखि बन्ला जस्तो लागिरहेको? उहाँहरू दाइहरूको भनाइअनुसार जो यहाँ चाहिँ काम गरिरहनु भएको छ दिनरात, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँहरूको भनाइअनुसार 2083 साल होइन, 83 साल वैशाख 1 गते चाहिँ यो हाम्रो चाहिँ बनिरहेको तपाईँले देख्नुहुन्छ केबल कार हाम्रो सुदूरपश्चिम तथा मध्यपश्चिमलाई एकदमै यहाँबाट चाहिँ केबल कारबाट तपाईँहरूले देख्न सक्नुहुनेछ, कर्णाली पुलको भ्यू हेर्न सक्नुहुनेछ। र अन्य भनेर योजनामा चाहिँ छ, अब कहाँसम्म पुरा हुन्छ उहाँहरूको हिसाबले चाहिँ अब परियोजनामा चाहिँ पुरानै हुनेर भनिएको छ। हामी सबैको चाहिँ आशीर्वाद लागोस्, पुरानै होस्। थ्याङ्क यू, हजुरहरू काम गर्नु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। अब कति घन्टा लाग्छ मात्रै? बाटो कस्तो छ? पाइन्छ? झरना छ कि नै? झरना छ रे भन्ने छैन। ए बाख्रा हरायो? घर कहाँ हो तपाईँको? अनि चिसापानीदेखि यति माथि आउनुहुन्छ चढाउन बाख्रा सधैँ? पानी छैन?
कहाँनिर हो हजुर कति वर्ष भयो तपाईँ यहाँ बस्नु लाग्यो यहाँ भयो 20-22 वर्ष यो भनेको हाम्रो पुर्खाहरूले दिएको थलो हो र पुर्खादेखि अहिलेसम्म हामी यहीँ बसिरहेछौँ र यो ठाउँलाई हामीले आफ्नो यो मूल ठाउँको लागि हामी बसेको एकजनालाई भएर भएन कि 3 करोडलाई नै फाइदा हो यो देशलाई नै एउटा विकास भएपछि विभिन्न किसिमका पर्यटक आउने विदेशीहरू आए पनि हामीलाई अब पैसा आर्जन हुन्छ हाम्रो देशमा मूलभूत रूपमा त्यो हो र पछाडिका पिँढीहरूलाई पनि राम्रो होस् भनेर यो अब यो उद्घाटन भइरहेछ के रे योभन्दा राम्रो थियो अघि घाममा भयो हाम्रो भात खाने पालो आएको छ भात खाँदैछौँ हामीहरू बतासे डाँडामा लोकल भालेसँग इन्जोय गरेको